अस्तिदेखि हाकिम साहबलाई खोजेको, हाकिमले कहाँ छ, अस्ति टोइलेटमा हुनुहुन्थ्यो, अब आज कहाँ गएको छ, कहाँ खोज्ने होला। हाकिम साहब आफै खिड्की मुनि बस्नुभएको छ। ओ हाकिम साहब, हजुर के भयो? तपाईँ कहाँ ढुक्क मुनि बस्नुभयो? के गर्नु, घरमा लाइन छैन, रातभरि सुत्न पाएको छैन, आफ्नै हालत यस्तो छ। तपाईँको के भयो, के समस्या छ? यो अस्तिको मिटिङ तपाईँ दिएको थियो टोइलेटमा, आफ्नै यहाँ घरमा समस्या छ, लाइन नभएर सर 1 बजे रातिदेखि सुत्न पाएको छैन। त्यहाँ रुममा जाउँ, त्यहाँ तपाईँहरू जस्तो व्यक्तिले मलाई छोडेको छैन। अब म के गरौँ भन्नु, लाइन माथिबाट काटिरहेको छ। म जस्तो सरकारी कर्मचारीले गर्छ कि? अब म के गर्छु हाकिम साहब? अब केही नगर्नुहोस्, यो फाइल बोक्नु, घर जानु, अब सकेसम्म काग चाहिँ बाहिर राखेर सुत्नु। कतिखेर लाइन लाग्छ ठेकान छैन। म पनि रातभरि सुतेको छैन, मेरो पनि हालत खराब छ, त्यही भएर यो रुखको मुनि आएर सुतेको छु। हजुर हाकिम साहब चाहिँ घरमा लाइन छैन रहेछ, हाकिम साहब यहाँ रुखको मुनि आएर बस्नु भएको रहेछ। अब के हुन्छ यो देशको स्थिति, खराबै हुने भयो, के गर्नु। यहाँ आफ्नै घरमा रातिदेखि लाइन छैन यार, सेवा गरेहरूले पनि मार्नै लाग्यो यार। यो देशमा खै के गरी कमाइ खाने होला हे भगवान्। अस्ति आयो टोइलेटमा पनि छोडिरहेको छैन, अफिसमा छोडिरहेको छैन। अब यो रुख